यो भिडियोलाई सबैले लाइक कमेन्ट गर्नुहोला। र म चाहिँ आज के भन्दैछु भने एउटा रजस्वला भएको स्त्रीको बारेमा कुरा गर्दैछु। सबैले ध्यान दिएर सुन्नुहोला। जस्तो रजस्वला भएको स्त्रीले खोला अथवा नदीमा स्नान गर्न हुँदैन, किनभने त्यति बेला कीटाणुले आक्रमण उसलाई गरिराखेको हुन्छ। त्यसै कारणले नदीहरू अपवित्र हुने कारणले त्यहाँ गएर स्नान गर्नु हुँदैन। स्नान गर्दाखेरि कुवा, तलाउ, इनार, धारामा बाल्टिन अथवा केही भाँडामा पानी लिएर स्नान गर्न सकिन्छ। र पकाएको चिजहरू कसले खानुहुन्छ कसले हुँदैन भन्ने कुरा पनि भन्दैछु म। जब 3 दिनसम्म केही गर्नु हुँदैन, छुट्टै एक्लै बस्नुपर्छ। जब 4 दिनको दिनमा केही सिप नलागेको खण्डमा आफ्नो श्रीमान, दियोर, नन्द, आमाजुलाई बनाएर खुवाउन सकिन्छ, त्यो पनि आवश्यकता अनुसार। त्यसपछि 5 दिनको दिन नभई सासू ससुरा जेठाजुलाई केही पनि बनाएर खुवाउनु हुँदैन, त्यो अपवित्र मानिन्छ। त्यसलाई हामीले पवित्र मानिँदैन। त्यस कारणले अब यो पूजा आजा मठ मन्दिरको विषयमा कति दिनभित्र पूजा गर्नुहुन्छ कति दिनभित्र हुँदैन भन्ने कुरामा, जब 7 दिन हुन्छ तब मठ मन्दिर जान सकिन्छ, पूजा आजा सबै गर्न सकिन्छ। त्यहाँबाट त्यो 7 दिनपछि बल्ल ती नारी पवित्र हुन्छन् भन्ने चाहिँ यो कथामा उल्लेखित गरिएको हुनाले हजुर सबैलाई सुनाएको छु। यो सबैले हेरेर लाइक कमेन्ट गर्नुहोला। सबैजनाले आफूलाई मनमा लागेका कुरा भन्नुहोला भन्दै नमस्ते।